back to my next day, next vlog. यहाँ हेर्न सक्नुहुन्छ यहाँ हमारे साथ छोटी लड़की है. उसका नाम क्या है? नाम के हो भन? ठुलो स्वरले बोल न, त्यहाँ सुनिँदैन. सरस्वती पूजा. के हो सरस्वती के? सरस्वती राउत उहाँ हुनुहुन्छ. सरस्वती राउत हाम्रो आजको गेस्ट मेम्बर. नयाँ गेस्ट नयाँ भ्लगमा. ओके गाइज, आज चाहिँ हाम्रो दिन सुरु भइसकेको छ. इट्स अलरेडी 9 o'clock. अनि 9 o'clock मा पनि पसिना छुल 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 बगिसकेको छ. त्यहाँ कपडा भिजेर लुच्रुप हुन लागिसकेको छ. उचालेर नदेखाउनु होला कृपया गरी. त्यो सरस्वती पूजालाई हेर्न सक्नुहुन्छ. त्यही पसिना पसिना भइरहेछ. अरू कसैलाई हेर्नु पर्दैन. घरमा गएर मम्मीको फोनमा हेर ल भिडियो. मम्मीले चाहिँ एक भारी घाँस लडाएर आइसक्नु भयो. अर्को मित्र आउनु भएको हुनुहुन्छ उहाँ चिन्दिनँ म. को नि पाउन त के मम्मी हियर काटेर एक भारी बोकेर आइसक्नु भयो. अस्मिता अस्मिताजी आइसक्नु भएको छ. अर्को नयाँ मेम्बर अस्मिता दिदी आइसक्नु भएको छ. दिन्न मलाई गाइस. घर हुनुपर्छ त हाम्रो आँप भएको जस्तो पहेँलो पाकेको इत्रो फुच्चे चुच्चे आँप देखेछ. आमाले माया गरेर कान्छीहरूलाई आँप ल्याइदिएपछि खानै पर्यो होइन. मिठो रहेछ यार यो त. कहिले चाहिँ नमिठो खान्छस्? बच्चीको छोरी हो नि. कुड्छे अहिले त कुड्छे. तिम्रो त स्वाम पारेर. यो त नाइस मिठो छ यार. कुन चाहिँ हो बच्चीको छोरी भन्छ? कुन चाहिँ हो? कुन हो भन्छ? मलाई पहिला देखाइदियो. देखाइदिएन फर्स्ट टाइम. पहिला इत्रै थियो जस्तो लाग्यो म आउँदा. पहिला म आउँदाखेरि यत्रो थियो होला. आकाश यस्तो लभली देखेछ. आइफोन बाबे म सर्लक्कै ढलेर फलाटै. यो किराले चाहिँ मेरो जिउमा के भेट्छ मह ठाने है क्या आएर चप्क्या चप्के गर्छ. यहाँ मात्रै घाम लाग्छ. त्यो डाँडामा कहिल्यै घाम लाग्दैन. म त उतै जान्छु अब मास्तिर हो ज्यामेरीतिर. बिम्लुको गाउँमा पानी परो भन्दै तन्केछ. यो त्यतैतिर लाग्छ जस्तो छ गाइस होइन. गाइस त्यसको वाइफाई नचल्ने त्यो चाहिँ त्यतातिर गई. मलाई चाहिँ वाइफाई नि चाहिँदैन, डाटा नि चाहिँदैन होइन. मेरो चाहिँ बिजोग भयो. गर्मी धेरै 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 आँप खाछु मैले होइन. यति धेरै खाछु आँप. गाइस तपाईँहरूलाई अब आँप चाहिन्छ भने चाहिँ मलाई सम्पर्क गर्नु होला होइन. किन्नु नि पर्दैन कि म त्यत्तिकै भाँदिन्छु. अरूले चाहिँ मलाई सम्पर्क गर्नु होला किन्ने भयो भन्छन् होइन. म चाहिँ किन्ने होइन. कहिले झऱ्यो त्यो खान्न. म बाटा खाल्छु जसले खान्छ. सिजो खा भन्दा मिठो है. तपाईँको बानी त मलाई थाहा नि. म काठमाडौँमा यो दिनभरि पकाएर वाइफाई नचलेपछि यस्तो अवस्था नै आउँछ है. पुरुनी खानु पर्यो. पुरुनी के हो त्यो भने? मेरो ढाडमा एकचोटि के सिरी हेर्दै त गाइस. त्यही दुईटामा एउटा यसलाई नि एउटा मैले खाएको एउटा स्वाद पसेर उफ्केर आफूले चाहिँ यसलाई ब्यागेर म यो बोट हल्लाइदिउँ. गाइस आँप चाहिँ कहाँ छ भन्ने होला होइन. आँप चाहिँ यहाँनिर छ कि देखाएको छ कि छैन. दिस इज कल्ड सुपारी आँप होइन. तर यो छ क्या आँप नभएको होइन. तर पाके छैन क्या यो. किरा भन्ने आएछ. कमिला खायो क्या धेरै.
गाइज यी पाकेको आँप टक्क रुखबाट चिउँ पाकेछ। ओहो आँप आइजन माथि हाल्नलाई हड्डी देखिसक्यो मेरो यहाँ राल सिँगान भएर बस्छ यहाँ गर्मीले। अझ पैसाको हिसाब गऱ्यो भने त अलि छुलछुल पसिना छुट्छ कट्टुमै मुत्त थाल्छ अहिले पैसाको मैले चाँदीको सिक्री लाएर आएको जस्तो लाग्छ। यहाँ त फलाममा कसले राति साड्दैछ फलाम भएछ सिक्री त। गाइज अहिलेको हाम्रो अवस्था नाजुक भइरहेछ। मम्मीले के को लागि राखेको पातो पनि हो के भन्छ आँखै पटाइसक्यो यार। नपल्टा तेरो बाँडोलाई कसले पानी दिन्छ अहिले आँखा पल्टाउनु थालेर पल्टियो कि नपल्ट्यो कस्तो भात देखाएर खाएर मलाई पनि भोक लाग्यो। तरकारी कस्तो मिल्छ होइन मैले त नटासी न नछोक्यो मलाई गर्मी भइरह। हाम्रो मिस अरुणजी ले पानी बोक्दै हुनुहुन्छ। Smell is coming. You want to see the beauty of the Sinduli. This is Aapko Ghari. There is lots of Supari Aap. This is Ambako boat. The Amba is Chichinda, this much happening. And you want to see the nature behind this. यति राम्रो छ गरेर फेरि गर्मी त्यस्तो छ। गर्मी लास्टै धेरै छ गाइज हैन। मेरो यसरी भिडियो खिच्दाखेरि चाहिँ नि हैन घाँटी मात्र आउनु रहेछ कि ओइ उ त्यहाँ माथि कत्रो कत्रो आँप पाक्यो हो ऊ त्यो बिचको रुखमा आँप होइन अरे। ल ठिक छ मलाई बल्ल सन्तुष्टि दिनु। भरे हामी बाख्रा चराउन जाने रे कि यसले भनेको हैन यसले भनेको हामी भरे बाख्रा चराउन जाने रे। बाख्रा चराउन जाँदाखेरि चाहिँ हाम्रो लक्ष्य भनेको चाहिँ के अरे हाम्रो ढाडबाट मेरो के बगाइरहेछ भन्नु मिल्दैन हैन। अवस्था त्यस्तो छ भैँसीलाई पानी पुगेन भन्ने कुरो हो। यतिको माया चाहिँ हुनुपर्छ। म चाहिँ अलि छुन चाहिँ अलिकति गाह्रै पर्छ। एक्टिङ गरे भन्नुहुन्छ होला हैन। मलाई चाहिँ फेरि यस्तो एनिमल्स भनेपछि चाहिँ अलिक गाह्रो पर्छ कि जुनसुकै इच एन्ड एभ्री एनिमल्स आर एनिमल्स भन्नुलाई शिट शिट हातमा थाप तातै के भनिस् रे भैँसीलाई हगाइदिस् त। तपाईँहरूलाई राम्रो कन्टेन्ट चाहियो भन्नुभएको थियो नि तपाईँहरूको लागि भनेर म सिन्धुली आइदिइसकेको छु क्या राम्रो कन्टेन्टको लागि होइन। डाँडा काँडा पनि यस्तो देखियोस् घर मात्र घर नदेखियोस् मात्र भनेर चाहिँ म टुमोरो यु गाइस विल सी एकदम बबालवाला कन्टेन्ट चाहिँ म भन्दिनँ भ्लग होइन पनि बनाउनु पर्यो। त्यही भएर चाहिँ ओके गाइस अहिले हामी अहिले एकछिन जे जति गर्छौँ हामी तपाईँहरूलाई देखाउनेछौँ। स्टे ट्युन। हामी एक्कासी रेडी भएर कहाँ जाँदैछौँ भन्दाखेरि रोडमा जाँदैछौँ। हामीले गर्मीलाई जित्छ भनेर भन्दै थियो होइन हो र छ होइन। बिकज हामी चाहिँ यहाँ अलरेडी लेङ्गासेङ्गा लाएर रेडी सेडी भएर हामी चाहिँ त्यहाँ रोडमा फोटोसोटो खिच्न जाँदैछौँ। यहाँ अर्कीको हालत हेर्न चाहनुहुन्छ भने चाहिँ देखाउँछ। भिडियोले माग्यो भन्दैमा चाहिँ नि हामीले यति साह्रो दुःख गर्नु चाहिँ अलिकति गाह्रै हुन्छ हौ। किन भन्नुहुन्छ भने यो के हाल गरेर बसेछ तिमी निधार फुटेर मरिछि टिस्यु थिएन सबै सक्यो। गाइस हाम्रो चाहिँ हालत त्यस्तो हुँदैछ होइन। लेङ्गा चाहिँ हामी बिग्रियो। गाइस हाम्रो ऐना चाहिँ उधर हे जाँदो रहेछ नि त त्यो त मैले भने नि त माथिपट्टि नसर्काउनु पर्छ नि। ल साबुनले अलिकति धुन। भिडियो बनाउँदै सर्को के भयो
सरले गाइस हामी जानला चाहिँ कहाँ हो? अब बाइक आयो प्रभु अनुहार देखाउने लायक हुन्न म दामी हो बस लकेको जस्तो बनाएको थियो त रिगार्डलाई अनि भिडियो बनाउनुको दुःख हेर मुनि सुरल्ला हात त्यो लेङ्गा खोले हुन्न नाटक पनि अब के यही बाटोमा खोला हिँड अब माथि रे गाइस हम लोगों को ये बाटोमा ढल्ला नि फोटो राम्रो निकालिदिन्छु फोन भरे शीतल पार्नुपर्छ अनि बल्ल हेर्ने गाइस यतिको दुःख चाहिँ हामीले मात्र गरेको होला हौ कसैले गर्दछ जस्तो लाग्दैन गाइस ये हम है ये मेरा बहन है ये हमारा बकरिया है हम के मारे गाड़ फाड़ने वाली है हमारा हाँ हमने हमारा किया है जो किया है तो किसको बताएं दिखाए तो किधर दिखाए जिस ज्ञानी छ है सबै बाख्रा फुटाइदे औ आँखा फुट्न लाग्यो यसको लट्ठी लिएर आइज रे मैले त बिहान यसैले स्वाम कुटेको बाख्रालाई मैले त रिस उठेर यति साह्रो अटेरी हुन्छ मैले त यसको लेग पिसै झारी होला गाइस बाटोतिर बाटोमा नि होइन के उ त्यहाँ माथि त्यो खोरनेरी हाल भन्नलाई उ त्यहाँ आपुलाई यार त्यहाँसम्म चाहिँ पुग्नुपर्छ ल आप खान जाने हो बाख्रियास है गाइस अहिले चाहिँ हामी अब बाख्रा चराउने हाम्रो बाहना हो मैले पहिलोचोटि बाख्रा बोकेर यसरी हिँड्दैछु बाटोमा दिस इज माई फर्स्ट टाइम एभर इन माई लाइफ मैले कहिले बाख्रा चराउनु निस्केँ होइन क्युट लिटल गेनिज बाख्रास गाइस म पहिलोचोटि जोको बोक्दैछु घाँस काट्ने खुर्किलो गयो घाँस बोकेर ल्याउनु सक्ने होइन होला गाइस यो चाहिँ मेरो पहिलोचोटि हो होइन यसरी डोको बोकेर जिस्किनु पनि पहिले जिस्क्यो एकचोटि त्यहाँ घुम्न जाने ठाउँमा वा नगर्न डोको भएपछि छिटो हिँडिदिनुहोस् न त अलिक गाह्रो पर्छ कि क्या यसरी बोक्न घाँटी दोब्रे ओइ खस्यो डोकोले मलाई पछाडि तान्दै त बोक्न बोक्न छिटो गाइस ये हम है या हमारा डोका है मैले प्र्याक्टिस मात्र गरे जस्तो देखाएको यता पनि गल्यो उता पनि गल्यो यार हातै बिचबिरी गल्यो त यो त जिउ गनाउँछ जस्तो छ यार भरे आएर नहुनु त भनेको छु कसरी गरी खान्छ यार मान्छेले सक्ने भएन मैले लो न प्रभुजी गाडी बाइक आउला जस्तो छ आहा हामीले नि त कुरो आज तर गर्नु भयो कि यही मात्र चाहिँ घाँसै बोकेर चाहिँ कसरी हिँड्छ योसँग प्र्याक्टिस गर्दैछु के थाहा फ्युचरमा घर कता पर्ने हो फाइनल्ली आया भएको छ त्यो खोलादेखि हामी यहाँ चढाछौँ हाम्रो मिसन भनेको चाहिँ त्यहाँ पानी चुट खुस्केको छ क्या यही जोड्नलाई जान लाग्यो भरे म तलतिर पुगेँ भने के गर्ने होला कमन म जोडेर आउँछु ओके कसरी पुग्छस् त ल त्यहाँ माथिकै लिटरल्ली भिड छ ल कहिले त्यहाँ माथिको घाँस पनि काट्न सक्छु मैले अहिले काटेर मुठी मुठी पारेर फाल्छु गाइस यो चाहिँ चढी होइन आपके बोट उधर भी है भाई साहब तुम लोगों ने देखा कि नहीं देखा मैंने तो देखा मगर
हम आपके पेड़ पे ओए धेरै हिन्दी बोले जस्तो आँपको बोटमाथि म चढ्न सक्दिनँ गाइस। उता माथि पनि आँपै हो होइन। यो झ्याम्मा परे बोट जति सबै आँपको बोटहरू है। कंधे पे मैं ट्राई करूँगी ऊपर जाने के लिए, लेकिन मुझे भी मालूम नहीं है मैं कर सकती हूँ कि नहीं, मगर लेट्स ट्राई करो। मोबाइल घुटने में बांध, घुटने पे बांध मोबाइल, जल्दी कोशिश करो। कोशिश करने वाली का हार नहीं होता है। जल्दी आओ, चप्पल लाएर जा है। चप्पल खोलेर जान अनि चप्पलले नि सपोर्ट गर्छ नि त मलाई। त्यो हस्यान लिएर जा ल। म यताबाट झर्न सक्दिनँ अब। के सक्दिनँ त्यहीबाट नझरी नहुने रहेछ। ठाउँ हेरेन्छ यता। ल जोड जोड पानी जोड। त्यो फोन आफूपट्टि फर्काएर हाल्नुपर्छ नि खल्तीमा। थ्याङ्क यू। गाइस पानीले पिचकारी हान्यो, फोन बिग्रेला जस्तो छ। अछु छु 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 आछु आछु भनेको हो लै हामी मान्छे हो। कुकुरले डाकिदिसके। कुकुर डाकेर छ हामी चिउ गर्दै। ल तल झर्नु त। के गरी धर्ने अब? खसी झर्ने नि कन्टेन्ट हुन्छ कि। Come on, you can do it. Come on. You can do it. Come on, come on, come on. घुडा मारेर चढ्नु पर्छ। Come on. Trekking. Trekking गएको फिल भइरा होला। Come on. खाइस अब। ढुङ्गा खसालिदिन्छु दिउ कि आउँछ खुरखुरु। Come on, come on, come on, come on, come on. तेरो अब घुँडामै लाग्छ। मेरो घुँडामा देखिन चाहिँ कस्तो भयो। मरि मरि झुन्ड्या पो हो त म त। उयो सालिममा। उयो लामो लामो घाँसमा। ठिक छ म त त्यहीँ ठेकेर आएको। यस 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 यु क्यान डु इट। यस खस्दैन त्यो खोल्सामा टेक्न। यस ये यु क्यान डु इट। कम अन यता हेर त। कहाँबाट छ अरे वहाँ तलतिरबाट हेर खुट्टा बिजाको। आमा देखिदैन त। ल म पानी जोड्दै गर्छु। पानी खान त देन सुरु पानी खान यति दुःख मुहान छ मलाई बोल्नलाई। ल गाउँले भाइ छैन त। पानीको लागि यति दुःख कसले गर्छ? मेरो कट्टु भिज्ला। थाहा जस्तै लागेन आफूलाई। भिडियो खिच्या त्यसरी हो त सहीबाट खिचेन त। बल्ल आनन्द भयो। मरिहाल्यो। गाइस म आँप टिप्छु भनेर यहाँसम्म आएँ। यहाँ छ तर आँप मैले एउटा भेट्ने ठाउँमा रहेन रहेछ कि। यति दुःख गरेर आएँ। त्यहाँ हेर्न सक्नुहुन्छ मेरो खुट्टा। आमा डोको ऊ तलतिर छ। अरुण ऊ परतिर घाँस काट्दै थिएँ। मेरो खुट्टाबाट चाहिँ रगत आएर बहुत पोल्दैछ हो। हेर्न सक्नुहुन्छ मेरो हालत चाहिँ नि बाँदर बरु सफा हुन्छ होला। म त्यस्तो साह्रो फोरी भएको। जिउभरि किरा फटेर हिँडे गर्नु दुःख गरी गल्ती गरी तर आँप मैले भेटिनँ यहाँ चाहिँ होइन। यहाँ माथि रहेछ मेरो गोल उति ठुलो आँपको बोट चाहिँ ठुलो आँपको बोट हो त्यो। त्यहाँ जान मन छ होइन।
एउटा न एउटा दाना पनि खस्या कि भन्ने आश हो होइन। यस्तो अब आँपको बोट चाहिँ यस्तो छ, अब चढ्न सकिँदैन होइन। त्यस्तै उस्तै चिम्पान्जीहरू मात्र सक्छ चढ्नलाई। अरुण चाहिँ त्यहाँ घाँसको मुठो बाँध्दै फाल्दै गर्दैछ। म चाहिँ अब केही गर्न नसके पनि अब त्यहाँ मुठोहरूलाई जम्मा पारेर डोकोभित्र हाल्छु होइन। म चाहिँ घाँस काटे छैन कहिले पनि गाइस। अब घाँस पनि काट्न सकिँदैन, हात सात सब सुन्निसक्यो, खुट्टा सुन्निसक्यो होइन। ऊ त्यस्तो गति ठाउँबाट आएको म। यो हेर्दाखेरि यति सजिलो देखिएको छ, त्यो बाटो त्यत्तिकै गाह्रो छ के, कसरी बुझाँ म। सजिलै देखिएको छ गाइस, तर अब कसरी भन्नु होइन। सजिलै देख्नु भएको होला तर सजिलो चाहिँ छैन कि, लास्टै ठाडै उकालो छ। कस्तो फिल हुँदैछ हजुरलाई माउन्ट रक क्लाइम्बिङ? प्राउड फिल भइरहेको छ। कसले बलात्कार गरेछ जस्तो गरेछ गाइस। कसरी भन्नु म यो अवस्था तपाईँहरूलाई, मेरो फोनभित्र पानी चिरिसकेको छ। ओ ओ ओ ओ जिउमा आइपर्ली जस्तो छ। म खाली खुट्टा खस्दा त चराङ रङ चिप्ले। क्या हुआ बहन जी? गाइस यत्रो बेरपछि हामीले ल्यायौँ सफल भएर। बिस मुठा होला छ है? 20 मुठा मात्र छ। ट्राई गरेर फ्रेस भएको त यो बाख्रो बिचरा लालाक लुलिक्क भइसक्यो होइन, खुट्टा सुट्टा कामेर। डाक्टर बेड ठिक होस्, केही त नहोस्। बेड फेरि बल्ल तल्ल उठेको थियो, फेरि लडिसक्यो। गाइस हाम्रो बाख्रा इज किधर? बाख्रा इज नट कम्स। कुकुर पानी खाए है, डिहाइड्रेट हुन्छ। बाख्रो हेर्नु पऱ्यो म चाहिँ। यसले चाहिँ गाइस घाँस उचालेर लान्छ होइन। अब म चाहिँ एक सर्ट बाख्रा हेरेर आउनु पऱ्यो। त्यहाँ रोडमा जानुपर्छ कि बाख्रा हेर्न चाहिँ, त्यही भएर हाम्रो घर हेर्न चाहनुहुन्छ भने चाहिँ त्यो घर हो है हाम्रो। सो अहिले चाहिँ म कपडै पखाल्न जान्छु, बिकज मेरो त्यो अलिक सजिलो हुने त्यो स्यान्डुहरू चाहिँ अरू टी सर्ट लाएर गाइस यसरी चाहिँ किन घरमा गाउँमा यसरी बसी भन्नुहुन्छ होला होइन। यति साह्रो गर्मी छ, यति साह्रो गर्मी छ होइन, बयानै गर्न सकिँदैन गर्मीको। कपाल झिङ्रिङ भयो होला, कपाल झिङ्रिङ हुनुहुन्थेन। अब म चाहिँ टक्क लाएर कपडा पखाल्छु। खुट्टा बिचरा कराइरह, अब कसरी ठिक पार्नु अब थाहा हुँदैन के भएको भनेर है जनावरलाई। चट्ट लाएर म चाहिँ कपडा पखाल्छु गाइस, त्यसपछि भेटौँला है त। गाइस हामी चाहिँ खाना बनाउनु थालिसक्यौँ होइन, च्याट्ट लाएर। अब चाहिँ म यहाँ तरकारीहरू काट्दैछु, त्यसको त्यहाँ सास फुस्किन लगाइसक्यो आगो बाल्दै हुँदैछ बेलुकातिरको। अब मम्मीहरू अहिले तलमा ढुङ्ग्री यसलाई रिस उठाएर केराको ठमरङ्गै बत्ती पर्दैन। केरा गाइस आजको भ्लग चाहिँ यति नै होइन, कता भोलि कन्टिन्यू गरौँला। बाई बाई फर टुडे।